नमस्कार। मेरो नाम सीके लाल हो। आज यो भिडियो सन्देश मार्फत तेस्रो जनआन्दोलनको तयारीको लागि दर्शक श्रोताहरूमा अनुरोध गर्नलाई म यहाँ उपस्थित भएको छु। अनुरोध गर्न त सजिलो छ, तर त्यसको केही आधारहरू पहिल्याउनु पर्ने हुन्छ। त्यसका लागि अहिलेको राजनीतिक अवस्थाको बारेमा एकचोटि यसो विचार गरौँ। हाम्रो अहिलेको राज्य कस्तो छ भने ढलमल राज्य, अङ्ग्रेजीमा फ्लेलिङ स्टेट भन्छन्। फेल्ड स्टेट भइसकेको होइन, असफल राज्य भइसकेको होइन, तर असफलता उन्मुख त्यो अवधि लामो कालसम्म रहन्छ कि ढलमल 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 भइरहेको छ। अहिले असफल हुन्छ, भोलि असफल हुन्छ जस्तो लाग्छ, तर त्यो ढलमल भइरहेको छ। त्यो ढलमल बेलाको परिस्थिति चाहिँ अहिलेको नेपाली राज्यको छ। राज्यको 4वटा खम्बामध्ये पहिले कार्यपालिका हेरौँ। त्यो अहिले एक व्यक्तिमा केन्द्रित भएको छ। सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीका अगाडि अरू कुनै पनि कसैको केही लाग्दैन। उनको नीति, उनको नियत, उनको कार्य सम्पादन सबै कुरा गएको उनको कार्यावधिको मूल्याङ्कन गर्ने हो भने उनको एकमात्र उद्देश्य देशको कार्यकारी प्रमुख हुनु सुरुमा थियो र अहिले जसरी भए पनि त्यो पदमा रहिरहनु बाहेक उनको अरू कुनै पनि उद्देश्य देखिएको छैन। त्यसैले कार्यपालिका एक व्यक्तिमा केन्द्रित भएको छ। दोस्रो राज्यको खम्बा भनेको संसद हो। संसदको मुख्य सभा हुन त दुवै सभाको आफ्नै महत्त्व छ, राष्ट्रिय सभा र प्रतिनिधि सभाको, तर प्रमुखता प्रतिनिधि सभाको हुन्छ, किनभने प्रतिनिधि सभाले कार्यपालिका प्रमुखको निर्वाचन गर्छ, कार्यपालिकालाई निर्देशन निकायको निर्माण गर्दछ। अब प्रतिनिधि सभा विघटित गरिएको छ, त्यसले गर्दा विधिको सर्वोच्चता खण्डित भएको छ। अब केही नियम कानुन बनाउनु पर्यो भने के गर्नुपर्छ? अध्यादेश ल्याउनु पर्छ। अध्यादेश कुन किसिमले आउँछ भने त तपाईँ हामीले देखिसकेको हो नि त। लकडाउनको बेला कस्तो अध्यादेश आयो, त्यो कसरी फिर्ता भयो, त्यसपछि कुन किसिमले अध्यादेशहरू आइरहेको छ, जनहितमा कतिवटा अध्यादेश आएको छ, सबैलाई थाहा भएकै कुरा हो। त्यसैले दोस्रो जुन राज्यको खम्बा हो पिला विधायिका, त्यो पनि ढलमलमै पुगेको छ। न्यायपालिका अब कति विवादित छ भन्ने कुरा त तपाईहरूलाई भनिराख्नु पर्ने कुरा होइन। अदालतका हाकिमहरू कस्ता छन् जगजाहेर छ। विवादमा कति आएको छ, प्रधानमन्त्रीलाई भेट्ने कुरा होस् कि त्यसको अनुसन्धान पनि केही गर्नु परेको छैन। सुनुवाईमा हेर्दैमा जाने कुरा होस् कि विभिन्न कुराहरू, त्यसैले त्यो पनि ढलमलमै छ। चौथो राज्यको खम्बा, सरकारको होइन है, राज्यको चौथो राज्यको खम्बा भनेको स्वतन्त्र प्रेसलाई भनिएको हो कि स्वतन्त्र प्रेसले राष्ट्रको ज्वलन्त मुद्दाहरूमा विचार निर्माण गर्न सघाउँछ, सूचना प्रसारित गर्छ, सही सूचना, सत्य तथ्यपरक। तर भयो के भने सन् 2015 पछि नेपालको प्रेसको विश्वसनीयता पनि खास छैन त। विभाजित मनस्थितिमा छ र विश्वसनीयता गुमाएको छ। कुनै अखबार अथवा कुनै टेलिभिजन, कुनै रेडियो निष्पक्ष भएर सत्य र तथ्य बोल्छ भनेर दाबी सबैले गर्छन्, विश्वसनीयता चाहिँ सबैको कम भएको अवस्था छ। अब यस्तो हेरौँ, चारै अङ्ग ढलमल छ। चारै खम्बा ढलमल भएको बेला टेको दिने राष्ट्रका केही संस्थाहरू, निकायहरू हुन्छन्। त्यो टेकोले ढलमल भएको बेला अडाएर राख्छ राज्यलाई। पहिलो टेको भनेको स्थायी सत्ता हो, जस अन्तर्गत प्रशासन, प्रहरी, सेना, विभिन्न
संयन्त्रहरू, राज्यका कार्यपालिकाका संयन्त्रहरू आउँछन्, त्यो परिवर्तित हुँदैन। नेपालको स्थायी सत्ता, खास गरेर प्रशासन, प्रहरी, सेनाको त्यति कुरा गर्न उपयुक्त हुँदैन, किनभने नेपालमा सेना आफैमा एउटा सत्ता छ, त्यसैले त्यसलाई यसमा नतानौँ। असाध्यै कमजोर, आत्मबल हराएको अवस्थामा छ। एउटा प्रधानमन्त्रीको जुन राजाको मनसाय बुझेर निर्णय लिएर जुन परम्परा आएको थियो, त्यो परम्परा त अझै पनि कायम छ। माथिको धेरै चाकडी गर्ने, तलकोलाई धेरै हेप्ने जुन स्थायी सत्ता छ, त्यो जनपक्षीय हुन सकेको छैन। त्यसले गर्दा यसको पनि स्वीकार्यता घटेको छ। दोस्रो टेको खम्बाहरू ढलमल भएको बेला भनेको नागरिक समाज हो। त्यो नागरिक समाजभित्र गैर सरकारी संस्थाहरू पर्छन्, प्राज्ञहरू, विचार निर्माताहरू, साहित्यकार, कलाकार, सङ्गीतकार, गीतकार, गायक, यो सबै सचेत नागरिक समुदाय हो। दुर्भाग्यवश नेपालको नागरिक समाजमा सन् 2015 पछि निर्जातीयता यति बलियो भएर आयो कि राष्ट्रिय मुद्दामा, जनहितको मुद्दामा पनि पक्ष विपक्ष हेर्ने, ध्रुवीकरणले गर्दा आफू नजिकको राजनीतिक दलसँग जोडिन खोज्ने, त्यो परिस्थितिले गर्दा नागरिक समाजको स्वीकार्यता पनि घटेको छ। टेको दिनु त कता हो कता, आफै ढलमल छ। तेस्रो टेको भने अन्तर्राष्ट्रिय शक्तिहरूको, जस्तो कि अन्तर्राष्ट्रिय मानवाधिकारको पक्षमा काम गर्नेहरू, विकासको काम गर्नेहरू, नेपालका दाताहरू, नेपालसँग राम्रो सम्बन्ध भएका विश्वविद्यालयहरू, अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू। तर नयाँ शीत युद्ध जुन अहिले चीन र अमेरिकाको बीचमा गोलबद्ध हुँदै गएको छ, सुरु नै भइसकेको भनिहाल्नले नमिल्ला, तर विपरीत खेमा जुन देखिएको छ, त्यसले गर्दा अन्तर्राष्ट्रिय शक्तिहरूको क्षमता पनि नेपालमा हस्तक्षेप गरेर आफ्नो पक्षमा सत्तालाई कसरी पार्नेसँग केन्द्रित छ, जनहितप्रति लक्षित छैन। चौथो टेको भनेको साहु महाजनको हो, किनभने साहु महाजनको पनि हित भनेको त देश बलियो भएन त्यसको साहु महाजन बलियो हुन्छ। तर नेपालको यो साहु महाजन समुदाय, वामपन्थीहरूले कम्प्राडोर भन्छन्, दलाल पुँजीपति वर्ग, त्यसको सिद्धान्त नै के भने एनी पैसा कमाउमा सीमित हुन गएको छ। त्यसले गर्दा जनहितको बारेमा विचार गर्दैन। पटक पटक हामीले देखिसकेको अचाक्ली मूल्य वृद्धि छ, कुनै त्यसको चाहिँ मान्यता दिन सकेको छैन, व्याख्या गर्न सकेको छैन। स्कुल लकडाउनमा बन्द थियो, अहिले पनि अनलाइन क्लास भन्या छ। फी शुल्क चाहिँ एकदम अचाक्ली ल्याइ छ। एकातिर विद्यार्थीबाट भने अर्को आफ्नो कामदार बनाएको शिक्षकहरूलाई राम्रोसँग व्यवहार गर्न सकिरहेको छैन। नाफा क्षेत्रका अस्पतालहरूको के गति छ सबैलाई थाहा भएकै कुरो हो। त्यसैले यो चार खम्बा, कार्यपालिका, विधायिका, न्यायपालिका र प्रेसले को जे ढलमल अवस्था थियो, टेको दिने यो चारवटा स्थायी सत्ता, नागरिक समाज, अन्तर्राष्ट्रिय शक्ति र साहु महाजन मध्ये टेको दिनेहरू पनि खासै राम्रो अवस्थामा देखिएन। टेको दिन सकिने अवस्था चाहिँ देखिएन। अब दोस्रो मुद्दामा विचार गरौँ कि अवस्था त यो छ ढलमल राज्यको अहिलेको अवस्था, तर हामी कसरी यहाँ आइपुग्यौँ त? त्यसको बारेमा विचार नगरी अब के गर्ने भन्दैमा चाहिँ त देखिहाल्नुभयो जति विरोध हुनुपर्ने सत्ताको किन हुन सकिरहेको छैन। किनभने यहाँ कसरी आइपुगियो भने अलिकति विचार गर्नुपर्छ। त्यो हिन्दी गीतमा छ नि, ये कहाँ आ गए हम। कस्तो मान्छेको हातमा राज्य सत्ता दिएको जो गणतन्त्रको विरोधी थियो, संघीयताको विरोधी थियो, समावेशिताको विरोधी थियो। एउटै कुरा, धर्मनिरपेक्षताको विरोध चाहिँ निर्जातीय मुख्तियार खरग प्रसाद शर्मा ओलीको मुखबाट अहिलेसम्म सुनिएको छैन। बाँकी तीन कुराको त विरोधी हो नि त। अनुदारवादलाई के भन्छ भने
अनुदारवाद दक्षिणपन्थी मात्रै हुन्छ भन्ने छैन। अनुदारवाद भनेको वामपन्थी पनि हुनसक्छ। उत्तर कोरिया कुन दक्षिणपन्थी अनुदारवाद त होइन नि। कन्जर्भेटिज्म भनेको कन्जर्भ गर्ने हो। के कुरा कन्जर्भ गर्ने हो भन्दाखेरि मूल्य मान्यता कन्जर्भ गर्ने हो कि परम्परा कन्जर्भ गर्ने हो कि अथवा परम्परालाई गति दिएर अगाडि लाने हो कि अथवा त आफूलाई सत्तामा राख्न जे अवयव चाहिन्छ त्यसलाई कन्जर्भ गर्ने हो। त्यसैले अलिकति यसमा विचार गर्नुपर्ने हुन्छ। सन् 2010 देखि 2015 बीचको जुन मन्द गतिको प्रतिगमन थियो त्यसलाई बेलैमा चाहिँ नेपालको यो टेको दिने अङ्गहरूले निकायहरूले पनि ध्यान पुर्याउन सकेन। चाहे नेपालको मित्र अन्तर्राष्ट्रिय शक्तिहरू अथवा नागरिक समाज, साहु महाजनसँग त के आश राख्नु, स्थायी सत्ता विचार गरिएन। यो कस्तो भयो भने भ्यागुता उमाल्ने बारेमा के भनाइ छ भने भ्यागुतालाई एकैपटक उमाल्न भाँडोमा राख्यो भने उफ्रेर भाग्छ। त्यो बिस्तारै त्यसको तापक्रम बढाउँदै लग्यो भने आनन्द आउँछ भ्यागुतोलाई। अनि बिस्तारै बिस्तारै तापक्रम बढाउँदै लगेपछि यो मन्द गतिको प्रतिगमन त्यस्तै हो। सन् 2008मा जब नेपालमा एउटा क्रान्तिकारी परिवर्तनको सम्भावना देखियो, मधेसी राष्ट्रपति, मधेसी उपराष्ट्रपति, माओवादी क्रान्तिकारी पृष्ठभूमिबाट आएको प्रधानमन्त्री, त्यसपछि जुन मन्द गतिको प्रतिगमन सुरु भयो त्यो भ्यागुता उमाल्ने जस्तो तापक्रम बढ्दै गयो। बेलैमा सचेत भएनन्। अन्तर्राष्ट्रिय मानवाधिकार आयोगलाई फिर्ता पठाइयो, अन्मिललाई फिर्ता पठाइयो, दुई ठाउँबाट निर्वाचन हारेकोलाई प्रधानमन्त्री बनाइयो, राष्ट्रपतिले हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीको अधिकारमा हस्तक्षेप गरे, अदालतले चाहिँ जनभावनाको आधारमा अन्तरिम संविधानमा कुनै उल्लेख नै नभएको कुरा गैर संवैधानिक कदमबाट संविधान सभाको म्याद तोकिदियो। यो मन्द गतिको प्रतिगमनको बेलैमा इलाज गर्न सकिएन। फेरि के भयो भने सन् 2015मा देशलाई स्पष्टतः दुई समूहमा बाँडियो, मधेसी र पहाडी। त्यसले गर्दा के भयो भने निर्जातीय राष्ट्रवाद बलियो भएर आयो। निर्जातीय राष्ट्रवाद बलियो भएर आएपछि देशाहङ्कारको जुन नेतृत्व हुन्छ त्यसले तर्कको कुरा गर्दैन। त्यसले चाहिँ के गर्छ भने उत्तेजना बढाउँछ, जनोत्तेजक राष्ट्रवाद आउँछ र सर्वेसर्वा खड्गप्रसाद शर्मा ओली जस्तो व्यक्ति शासनमा आउने वातावरण बन्छ। विभाजित जनता त स्वतः आफैमा कमजोर हुन्छन् नि। जब मधेसी पहाडी तुल्याइदिनु भयो, जुन सन् 2006को वसन्त विद्रोह, ताका लालीगुराँस क्रान्ति हुनै लागेको बेला क्रान्तिले एउटा नयाँ किसिमको नेपालीयता निर्माणको जुन प्रक्रिया सुरु गरेको थियो, जसबाट रामवरण यादव उनी जे छन् त्यो त सबैलाई थाहा भएकै कुरा हो। तर भए पनि देख्दा र नाउँमा मधेसी त थिए नि। नेपालको पहिलो राष्ट्रपति बन्ने, रामराजा प्रसाद सिंह उम्मेदवार बन्ने अथवा पासवानजी उम्मेदवार बन्ने जुन परिस्थिति सृजना भयो त्यो नयाँ नेपालीयता निर्माणको प्रक्रिया थियो। त्यसले नेपाललाई एकबद्ध बनाउँथ्यो। त्यो एकबद्धतालाई भङ्ग गर्ने कदम थियो सन् 2015। र विभाजित जनता त कमजोर हुन्छन्। त्यसले गर्दा स्थायित्वको नाउँमा जडता संस्थागत भएको छ कि स्थायित्व होइन, परिवर्तन केही पनि हुनै नदिने। त्यो भएपछि त के हुन्छ? जे आज भइरहेको छ त्यो हुन्छ। त्यसैले पहिलो त मैले भने कि अहिले ढलमल राज्यको अहिलेको अवस्था हो। दोस्रो मैले भने कि कसरी यहाँ पुगियो बैलगाडीमा सवार भएर उल्टा यात्रा। तर त्यति भनेर त पुग्दैन। अब गर्ने के भन्ने त आउँछ नि त। चुप लागेर बस्न त सकिँदैन। गर्ने के भने आन्दोलनको विकल्प छैन। यो के छ भने संसद यो विघटन भएकोमा मलाई उति साह्रो दुःख लागेको छैन। त्यो संसद पनि राष्ट्रपतिको कार्यालयलाई कार्यपालिकाको रबर स्टाम्प बनाए जस्तै संसद पनि त रबर स्टाम्प भएको थियो नि त। यो संसदले बाँचुन्जेल जनपक्षीय कुनै निर्णय गरेको थिएन। तर त्यो हुँदाहुँदै पनि एउटा आश चाहिँ जोगाएको थियो क्या।
त्यो बिरबलको कथामा भन्छ नि, टाढा बलेको दरबारको बत्ती हेरेर मलाई न्यानो भयो अनि मैले चाहिँ यो पोखरीको पानी सहेँ भन्ने किसिमको भन्छ नि, त्यस किसिमको एउटा आश बाँकी थियो। त्यसैले सडक छोड्न हुँदैन। सडक छोड्यो भने संसद कमजोर हुन्छ। संसद किन कमजोर भयो भने प्रगतिकामीहरूले सडक छोडे। पुष्पकमल दाहाल चाहिँ त्यसैमा सत्ताको जोडघटाउमा रमाए। माधव कुमार नेपाल सत्ताको जोडघटाउमा रमाए। शेरबहादुर देउवा भागवण्डातिर लागे। उपेन्द्र यादव गएर त सरकारमै सहभागी हुन गए। सडक चिसो भयो भने संसद न्यानो कायम राख्न सक्दैन। आन्दोलनको विकल्प छैन। निरन्तर खबरदारी भनेको प्रजातन्त्रको मूल्य हो भनेको त भनिएकै छ नि त। त्यो खबरदारी गर्ने हो भने अब चाहिँ आन्दोलनको विकल्प छैन। चाहे त्यो प्रतिनिधि सभाको पुनर्स्थापन मार्फत होस् अथवा नयाँ निर्वाचन मार्फत होस्, जे हुन्छ त्यसको लागि आन्दोलनको विकल्प छैन। आन्दोलनले नै भन्छ कि के कुरा हुन्छ। आन्दोलनले निर्णय गर्छ प्रतिनिधि सभा पुनर्स्थापन हुने हो कि नयाँ निर्वाचन हुने हो। नभए त निर्वाचन पनि हुँदैन, पुनर्स्थापन पनि हुँदैन। प्रतिगमन जुन संस्थागत हुँदैछ सन् 2010 देखि त्यसले निरन्तरता पाउँछ। त्यसैले तेस्रो जनआन्दोलनको विकल्प छैन। तर आन्दोलन अब गर्ने कसले? राजनीतिक दलहरूको त आत्मबल खस्किएको छ नि त। पुष्पकमल दाहालले जतिसुकै आन्दोलन गरौँ भने उनको अनुहार हेरेर जनतामा विश्वास त जाग्दैन। माधव कुमार नेपालको, उपेन्द्र यादवको, बाबुराम भट्टराईको, महन्त ठाकुरको अनुहार हेरेर त आन्दोलनको लागि त ऊर्जा आउँदैन के जतिसुकै भने पनि। राजनीतिक दलहरूको आफ्नै आत्मबल पनि खस्किएको छ। त्यो आत्मबल उठाउने भनेको त जनताले हो नि त। मङ्गल ग्रहबाट त राजनीतिकर्मी ल्याउने होइन, यिनैलाई बनाउने हो, यिनैलाई बलियो गर्ने हो। गिरिजाप्रसाद कोइराला के थिए भने सबैलाई थाहा हो नि त। तर सन् 2006 को जनआन्दोलनले त्यही गिरिजाप्रसाद कोइरालालाई गणतन्त्रको महानायक बनाएको हो नि त। जनदबावले हो। यो नेताले जनता सृजना गर्ने होइन, जनताले हो नेता र अगुवा सृजना गर्ने। त्यसको लागि नागरिक आन्दोलनको विश्वसनीयतालाई बढाउनु पर्छ। अलिकति यो सेतो कमिज जमातले नागरिक आन्दोलनको स्वीकार्यतालाई ध्वस्त गरेको चाहिँ हो। तर त्यसलाई बनाउनलाई त जागरुक नागरिकहरू त सडकमा आउनु पर्यो, देखिनु पर्यो। विश्वास जगाउने हो। आफ्नो गतिशीलताबाट लेख्नेले लेख्नु पर्यो, कविता कोर्नेले कविता पाठ गर्नु पर्यो। सन् 2005-06 को आन्दोलनको मलाई सम्झना छ, अर्जुन पराजुलीजी एकदम पानी खाई खाई कविता पाठ गर्थे त। विशेषनगरजीको बयान त एन्थम थियो नि त, होइन? गल्ली गल्लीबाट उठ, गाउँ गाउँबाट उठ त एन्थम भएको थियो नि त। त्यस्तै नयाँ एन्थमहरू त अब चाहियो त। नयाँ गानहरू, आन्दोलनको गानहरू चाहियो। कविको त्यहाँ कुरा आउँछ, साहित्यकारको कुरा आउँछ, कलाकारको आउँछ। जनआन्दोलन भनेको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सबै आन्दोलन हो। राजनीतिक दलले त खालि के भन्छ, यो सत्ता हटाऊ, मलाई सत्तामा राख भने मात्रै कुरा गर्छ। तर त्यति गरेर यो अब तेस्रो जनआन्दोलन गर्ने हो भने यो आन्दोलन उठ्नेवाला छैन। समग्रतामा एउटा चाहिँ ल्याउनु पर्छ। यसले के गर्छ त? एउटा त के भने थप पशगमनको प्रतिरोध गर्छ। जति भयो त्यो परिवर्तन हुन त समय लाग्ला, तर थप प्रतिगमन चाहिँ हुन दिँदैन अहिले आन्दोलन हुने हो भने। दोस्रो के हुन्छ भने यो सत्ताले जुन प्रजातान्त्रिक आवरण राखेको छ, जनतामा जाने, चुनाव गराउने। चुनाव त पञ्चायतकालमा पनि हुन्थ्यो नि त। चुनाव गराउँछु भने त राजा ज्ञानेन्द्रले पनि भन्या हुन् नि त। चुनाव मात्रै भने त होइन नि त प्रजातन्त्र। प्रजातन्त्र भनेको त क्षमता, जनताको क्षमता निर्माण गर्ने हो, तिनको सचेतता निर्माण गर्ने हो, तिनको सहभागिता सुनिश्चित गर्ने हो, तिनको प्रतिनिधित्व सुनिश्चित गर्ने हो। त्यो गर्नको लागि यो सत्ता सक्षम छैन भनेर यसको प्रजातान्त्रिक आवरणलाई च्यात्नुपर्छ। त्यसपछि व्यापक संविधान संशोधनको खाका चाहिन्छ। मैले त यो संविधान त मृत संविधान हो, मृत जनावर हो, जबरदस्ती यो जिउँदो छ भनेर
मैले एउटा कथा पनि भन्ने गर्थेँ कि मरेको जनावर एउटा बाटोमा हुन्छ, तर हड्डीको डक्टरले आएर के भन्छ भने ओहो यसको हड्डी त मोडिँदैन त, यसको हड्डीको इलाज गर्नुपर्छ भन्छ। मुटुको डक्टरले आएर के भन्छ भने ओहो यसको मुटुको चाल छैन, यसलाई चाहिँ रिभाइभ गर्नुपर्छ, पुनः ल्याउनुपर्छ, त्यसको लागि अपरेसन गर्नुपर्ने हुन्छ। थरी थरीको डाक्टरले, एउटा किसानले आएर भन्छ होइन बाबा यो त मरेको जनावर हो, यो संविधान मरेको संविधान हो। एकजना मान्छेलाई प्रधानमन्त्री बनाउनको लागि एकजनाको जीवनको अतृप्त आकांक्षा कि म संविधानको बुवा भनेर इतिहासमा नाम लेखियोस्, भलै त्यो पाद टिप्पणीमा होस्, त्यसले गर्दा अलमलमा हलमलमा र मधेसीहरूलाई ठाउँमा राख्न, जनजातिलाई ठाउँमा राख्न, दलितलाई दबाउन, नारीलाई अधिकार विहीन तुल्याउन ल्याएको संविधान हो नि त। यो त शोषणको संयन्त्र हो नि त। मै यसको विरोध गर्छु, तर संविधानको विरोध संविधानवादको विरोध होइन, विधिको सर्वोच्चताको विरोध होइन। विधिको सर्वोच्चताको लागि व्यापक संविधान संशोधनको खाका सहित आन्दोलन गर्न सकिन्छ नि त। आन्दोलन भने शान्तिपूर्ण हुन जरुरी छ, किनभने त्यो भएन भने व्यापक दमन हुन सक्छ। सत्तामा रहिरहनको लागि सत्ताधारीले जे पनि गर्न सक्छ। र त्यो कुरामा म पाँचौं कुरा जोड्न चाहन्छु कि अहिले आन्दोलनको जोखिमहरू छ। महाव्याधिको समय छ, जसले गर्दा मैले भिडियोबाट अनुरोध गर्नु परिरहेको छ, नभए त म त सडकमा हुन्थेँ नि त। किनभने एउटा उमेर समूह, डायबेटिक अथवा मुटुको रोग भएकाहरूले अहिले तुरुन्तै भिडमा जान गाह्रो छ। भिडमा जानेहरू, सडकमा जानेहरू पनि कृपया बिन्ती छ मास्क परित्याग नगर्नुहोस्। भलै तपाईँ कोभिड-19 भएर तपाईँको ठिक भइसक्यो होला, तपाईँलाई लाग्छ होला कि मलाई त अब हुँदैन, कमसेकम 5-6 महिना त म निश्चिन्त छु, तपाईँले नहोला, तर तपाईँ अझ करियर बन्न सक्नुहुन्छ, अरूलाई सार्न सक्नुहुन्छ। त्यसैले मास्क नछोड्नुहोस्, सकभर भौतिक दूरी, कायिक दूरी कायम राख्नुहोस्, सेनिटाइजर खल्तीमा बोक्नुहोस्, नभए धेरै ठाउँमा छुने कामहरू नगर्नुहोस्, घर पुगेपछि हात धुने, मुख धुने कामहरू साबुनले, पानीले त्यो चाहिँ गर्नुहोस्। जुन प्रोटोकल भन्छ पेन्डेमिक प्रोटोकल, त्यो चाहिँ कायम राख्नुपर्नेछ। र दोस्रो जोखिम भनेको शान्तिपूर्ण प्रदर्शन हुनुपर्छ। खास गरेर मधेसी प्रदर्शनकारी देख्यो भने हात चिलाउँछ, तुरुन्तै गोली हान्छ। जनजाति देख्यो भने अलि हच्किन्छन्, किनभने प्रहरीमा जनजाति छन्, सेनामा जनजाति छन्, जसलाई खस आहार भनिएको छ, बाक्षेद, तिनीमाथि त बढीमा भए पानी फोहरा देला, अश्रु ग्यास छोड्ला, गोली नै हान्न त अलि हच्कि नै हाल्छन्। तर यो जाडोमा पानीको फोहरा पनि गाह्रै हो। त्यसैले सकभर शान्तिपूर्ण विरोध दर्शाउनको लागि सङ्ख्या मात्रै महत्त्वपूर्ण हुँदैन, जोडले कराउनु मात्रै महत्त्वपूर्ण हुँदैन। एकजना अङ्गदको खुट्टालाई रावणको सेनाले उचाल्न सकेन, किनभने त्यो अङ्गदको खुट्टामा नैतिक बल थियो। सांस्कृतिक आन्दोलनमा त्यो नैतिक बल, महात्मा गान्धीको नैतिक बल, त्यस्तो किसिमको नैतिक बल ल्याउनको लागि शान्तिपूर्ण राख्न जरुरी छ। छैठौँ कुरा अब हुन्छ के त? हुन्छ के भने आन्दोलनले राष्ट्रिय एकता सुदृढ गर्छ। म तपाईलाई मेरो आफ्नो अनुभव एउटा सुनाउँछु। सन् 2006 को अप्रिल अपराइजिङ भन्छु म, बसन्त विद्रोह ताकाको कुरा हो। हरेक दिन जस्तो जुलुस निस्किन्थ्यो। चक्रपथको जुलुसमा म निस्किँदाखेरि पुलिसको लाठीचार्ज हुन लाग्यो, बल्खुबाट अलिकति अगाडि गएपछि। लाठीचार्ज हुने बेलामा मेरो अगाडि पछाडिका युवाहरू आए। बुढो मान्छेलाई लाठी हान्छस्, हामी छौँ भनेर। मलाई के भयो भने म त अलिकति त भन्ने हो भने त्यति बेला म बुढै भइसके आफूलाई लाग्दैन थियो। बुढो भनेकोमा अलिकति च्वास्स पनि भयो, तर गर्व भयो कि नचिनेको मान्छेको सुरक्षाको लागि एउटै ऐक्यबद्धता कि हामी हो,
त्यो मधेसी पहाडी जनजाति पुरुष महिला नभनेर अगाडि जुन युवाहरू आए त्यो थियो नयाँ नेपालीयता निर्माणको दिशामा एउटा कदम। आन्दोलनले जसरी स्थायी सत्तामा सेनाले विभिन्न समुदायको बीचमा ऐक्यबद्धता निर्माण गर्छ, एकले अर्कोको लागि ज्यान दिन तयार हुने, स्थायी सत्तामा के भन्छ भने आगो लागेकोबाट जोगाउन जाने जुन कामदार हुन्छ दमकलको, त्यसले चाहिँ कुन जातको कुन धर्मको हेर्दैन, उसले चाहिँ ऐक्यबद्धतामा जान्छ, मानवीयतामा जान्छ। त्यस्तो ऐक्यबद्धता निर्माण गर्न सघाउँछ आन्दोलनले। दोस्रो, नयाँ नेतृत्वको जुन आवश्यकता देखिँदैछ नि त्यसले पुरा गर्छ। सन् 1990 अगाडि शेरबहादुर देउवाको नाउँ, झलनाथ खनालको नाउँ, खड्गप्रसाद शर्मा ओलीको नाउँ, माधव नेपालको नाउँ कतिले सुनेको थियो? ल्याएको त हो नि त एउटा नयाँ नेतृत्व। नाउँ त सूर्यबहादुर थापा, लोकेन्द्र बहादुर चन्द, अथवा अलिअलि नाम चलेको काङ्ग्रेसीमा गिरिजाप्रसाद कोइराला अथवा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह मात्रैको सुनिन्थ्यो। कम्युनिस्टमा त मनमोहन अधिकारीको मात्रै नाम सुनिन्थ्यो। मदन भण्डारीलाई त कता चाहिँ कताबाट निस्केको भन्ने त कुरा नै भएको थियो नि त, कसैले नाम पनि सुनेको थिएन नि त। त्यो नेतृत्व त आएको हो नि त। सन् 2006 को आन्दोलनले घनश्याम भुषालको नाउँ, शङ्कर पोखरेलको नाउँ, गगन थापाको नाउँ, विश्वप्रकाशको नाउँ, योगेश भट्टराईको नाउँ कतिजनाले सुनेका थिए? मधेसीहरूमा मधेस आन्दोलनभन्दा अगाडि उपेन्द्र यादवको नाउँ कति परिचित थियो? कतिजनाले सुनेको थियो? त्यसैले नयाँ नेतृत्व ल्याउने अवसर, र खास गरेर अब दलित नेतृत्वको नाउँ त्यस्तै आउनु पर्यो, नारी नेतृत्वको नाउँ त्यस्तै आउनु पर्यो, युवा नेतृत्वको नाउँ आउनु पर्यो। यस्तो किसिमको नाउँ ल्याउनलाई पनि आन्दोलन जरुरी छ। र यो आन्दोलनले के गर्छ भने यो अहिलेको जुन स्वेच्छाचारी कार्यपालिका छ त्यसलाई थप स्वेच्छाचारी हुन दिँदैन, यो हुन पाउँदैन। र सामान्य जनमा, तपाईँ हामी जस्तोमा डरबाट मुक्ति हुन्छ, आशको सञ्चार गर्छ। माओवादी आन्दोलनले अरू केही नगरे पनि के गर्यो भने दलित र थारूमा जुन युनिफर्म प्रहरीको देख्दै चाहिँ लगलग काम्ने अथवा भाग्ने प्रवृत्ति थियो, त्यसबाट मुक्त गरेको हो नि त। प्रहरीसँग लड्न जाने थारूलाई बनाएको हो नि त। माओवादी आन्दोलन अगाडि गर्न सक्दैन थिए। मधेस विद्रोहभन्दा अगाडि मेरो गाउँ जस्तो पढे लेखेको गाउँमा पनि नेपाली बोल्ने कोही आयो भने को ठग्न आयो भन्ने भावना हुन्थ्यो, र भागाभाग लुक्ने, तिनको चाकडी गर्ने जुन हुन्थ्यो, त्यसबाट त मधेस विद्रोहले मुक्ति दिएको हो नि त। यो आन्दोलनले जनताको शक्ति बढाउँछ। हिन्दीको एउटा कविता छ रघुवीर शाहको, म पढ्छु, मलाई बडा मनपर्छ। कुछ तो होगा अगर मैं बोलूँगा, केही त हुन्छ यदि म बोल्छु। कुछ तो होगा, कुछ तो होगा अगर मैं बोलूँगा। ना टूटे तिलस्म सत्ता का, न टूटे तिलस्म सत्ता का, मेरे अंदर का एक कायर टूटेगा। टूट मेरे मन टूट, अब अच्छी तरह टूट, झूठ मूठ अब मत रूठ। माघ त शहीद सम्झिने महिना हो। आज म रेकर्ड गर्दै भोलि तपाईँहरूले सुन्दाखेरि बलिदानी दिवस मधेसको सुरु हुन्छ। त्योभन्दा अलिकति अगाडि जाने हो भने सन् यो आजभन्दा करिब झन्डै 70-80 वर्ष अगाडिको राणा शासनको विरोधका शहीदहरू, शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ, पञ्चायतकालको कुरा गर्नु भने दुर्गानन्द झा, सबैलाई माघ महिनामै झुन्ड्याइएको हो। त्यसैले आन्दोलनको लागि योभन्दा सुरु गर्नलाई योभन्दा उपयुक्त के महिना हुन सक्छ? शहीदहरूको सम्मानको खातिर पनि, तिनको सपनाको लागि पनि आन्दोलन गर्न जरुरी छ। आन्दोलन के सफल हुन्छ र भनेर प्रश्न गर्ने मैले आन्दोलनको कुरा गर्दाखेरि साथीहरूले भन्छन्
सफलताको परिभाषा के हो? यदि जागरुकता बढ्छ भने त्यो पनि त सफलता हो नि त। गान्धीजीलाई भनिएको तर अरूले उनीभन्दा पहिले पनि भनेको एउटा प्रसिद्ध उक्ति छ, फर्स्ट दे इग्नोर यु, देन दे लाफ एट यु, देन दे फाइट यु, देन यु विन। पहिले बेवास्ता गर्छन्, त्यसपछि खिल्ली उडाउँछन्, हाँस्छन्, त्यसपछि लड्छन्, अन्ततः जित्ने त जनताले नै हो। त्यसैले तेस्रो जनआन्दोलनको तयारी गरौँ, आन्दोलनलाई शान्तिपूर्ण बनाऊ, सहभागिता बढाऊ। मधेसमा खास गरेर यो संविधान गयो राम्रै भयो भन्ने जुन प्रवृत्ति छ त्यसबाट अलिकति मुक्त हौँ। हो, यो संविधानलाई जानै पर्छ, तर मरेको जनावरको पनि सम्मान दिएर क्रियाकर्म गर्नुपर्छ, त्यसलाई यसरी कुहिन दिन चाहिँ हुँदैन। त्यसैले यो आन्दोलन संविधानवादको लागि, विधिको सर्वोच्चताको लागि, जनताको अधिकारको लागि सफल हुन्छ। सबैले आफ्नो आफ्नो सकेको ठाउँबाट आवाज उठाउँ, जसरी सहभागी हुन सकिन्छ हौँ भने मेरो निवेदन छ। अभिवादन, नमस्कार।